हाई एभ्रिवान सो बिहान म चाहिँ उठेर है सिधै फ्रेस हुन गएँ है फेस वासहरू गरेँ है त्यहाँबाट चाहिँ मेरो काम हुन्छ भनेर चाहिँ म छिटो छिटो गरेर झाडु पोछा लाउँदै है गर्दै थिएँ किनकि खाना पनि बनाउनु हुन्छ नि त अन्त खाना बनाउने टाइममा ठिक्कै मेरो सामान आयो भने है त्यो सामानमा चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो मिरिकबाट आएको है मेरो आमाहरूले पठाइदिनु भएको घरबाट पठाइदिनु भएको सामान आएको छ है परदेशमा बस्नेलाई यो कुराहरू कति चिज लाग्छ है यो सबै किनकि हामी यस्तो यहाँतिर त पाउँदैन नि त यस्तो सबै कुराहरू सो हामी त यहाँ बसेर अब यहाँ अर्ग्यानिक यस्तो सुन्तलाहरू केही खानु पाउँदैन है देख्न सक्नुहुन्छ खोर्सानीहरू छ है खोर्सानी अचारहरू गुन्द्रुक है परदेशमा बस्नेलाई यो कति चिज हुन्छ है भन्ने कुरा परदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ होइन सो सुन्तला पनि हेर्नुहोस् एकदम फ्रेस छ है यो देख्दाखेरि त गाउँको याद आउँछ है हुनु त अब गाउँमा बसेर है खाएकै हो र पनि अब परदेशमा बस्दाखेरि त यो धेरै हामीलाई यसको अब कति किमत लाग्छ होइन र जरा पनि पठाइदिनु भएको छ ल जराको सब्जी बनाइदिन्छु भनेर चाहिँ जराको सब्जी पनि मैले बनाउनु थालेँ है किनकि अब यो खाना बनाएर मलाई पनि अब ड्युटी जानुपर्ने हुन्छ सो मैले जराको सब्जी बनाउँदा आमाले कति धेरै माया गरेर पठाइदिनु भएको है मुखमा छिर्पी पनि हालेँ है छिर्पी खाँदै 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 खाना पनि बनाएँ है खाना बनाएर चाहिँ अब ड्युटी जानुपर्छ भन्दा छिटो छिटो सबै गरेँ मेरोमा ज्यादै टाइम पनि हुँदैन है मर्निङको सबै काम गर्नुपर्छ नि त त्यही भएर है बेलुका नानाले बनाउनु छ बिहान चाहिँ म बनाएर आउँछु सो मेरो फाइनली सब्जी पनि पाकिसक्यो है अब फेरि मलाई रेडी हुनुपर्ने हुन्छ है म रेडी भइसकेर पनि अब ड्युटी जानुपर्ने हुन्छ है भनेर म छिटो छिटो गरेर ड्युटी आइसकेँ तर भिडियो चाहिँ बनाउनु पाइनँ किनकि कस्टमर धेरै नै थियो है र मेरो हेयर वास पनि गर्नु पाएको थिइनँ रुममा सो त्यही भएर मेरो साथीले गरिदिँदैछ है हाँस्दै गरिदिँदैछ मैले भिडियो बनाउँदाखेरि अन्त मलाई नुहाइदिएछ उसले नुहाएर पनि अहिले चाहिँ ट्राई गरिदिँदैछ र तपाईँलाई यो भिडियो कस्तो लाग्यो है कमेन्ट गरिदिनु लाइक गरिदिनु होला थ्याङ्क यू बाई बाई।